साथीहरू अब चाहिँ बर्खा लाग्यो है नेपालमा। हामी चाहिँ चिसाङ खोला तर्नबाट सुरु गर्नुपर्ने हुन्छ। चिसाङ खोलामा बाढी आउन सुरु भइसक्यो। अब नेपालमा बर्खा लाग्यो। आजभन्दा भोलिभन्दा दिनदिनै बर्खा मास लाग्यो। अब चाहिँ लोखरादेखि लामिटारसम्म खोला वारपार गर्नको लागि पनि गुडागुडा पानी तर्नुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ यो नपत्याउँदो खोलाले मान्छे बगाउँछ र एक्सिडेन्ट गराउँछ। त्यसैले खोला सानो छ भनेर हेलचेक्राइ गर्न हुँदैन। अब सुरु गरौँ चिसाङ खोलाको धारबाट। तपाईँलाई हामी चिसाङ खोलाको केही भाग, रानीपानी, लामिटारको किनार र झोलुङ्गे पुलतर्फको अनि त्यसै बखत हामी चाहिँ मुर्चुङ्गी खोलामा पुगेका छौँ। यहाँ चाहिँ नयाँ पुल निर्माण हुँदैछ। लोखरा र सर्पेटार जोड्नको निम्ति यो पुलको मुख्य भूमिका रहनेछ। बर्खायामसँगै यस मुर्चुङ्गी खोलामा चाहिँ भेल बाढी उर्लिएर आउने हुन्छ। यही जोखिम अनि यही अवरोधलाई सहज पार्नको निम्ति यहाँ पुल निर्माण भइरहेको छ। यो चाहिँ लोखराको सिरान भाग यहाँबाट सुरु हुन्छ। यहाँबाट देखिएका लोखराका सिरानको केही खेतीयोग्य जमिनहरू र यहाँ चाहिँ हाम्रो टोलहरूमा दुई चार घरको टोलहरू छन्। विशेष गरिकन यो घर चाहिँ प्रख्यात रूपमा पहिला लोखरामा घट्टा सञ्चालन गर्नुहुनेको घर हो। लोखरामा चाहिँ पहिला कोदो, मकै, गहुँ आदि इत्यादि पिस्नको लागि घट्टाको प्रयोग गर्ने गरिन्थ्यो, जो चाहिँ पानीबाट सञ्चालन हुने गर्थ्यो, तर आजभोलि छैन। यो चाहिँ लोखरा गाउँको गाउँघरको केही खेतीयोग्य जमिन। यस लोखरामा चाहिँ वर्षमा 3 बाली पाक्ने गर्दछ। अहिले चाहिँ मकैको सिजन छ। मकै पाक्न लागेको छ, मकै पाक्दै पनि छ। यसै सिलसिलामा तपाईहरुलाई म लोखरा गाउँ देखाउने कोसिस गर्दैछु। यो चाहिँ झोलुङ्गे पुलदेखि पारिपट्टि सिधा रहेको एउटा कटेज हो। यो चाहिँ झोलुङ्गे पुल हो। विशेष गरिकन बर्खायाममा लोखरा र लामिटार जोड्नको निम्ति सबैभन्दा सहज बाटो झोलुङ्गे पुल। चिसाङ खोलामा बाढीको सुरुवात भयो। यो पुलको आसपासमा मैले तपाईलाई तल्लो भागदेखि माथिल्लो भाग र वल्लो छेउदेखि पल्लो छेउको गाउँको केही दृश्यहरू कैद गरेर तपाईलाई मैले देखाउने कोसिस गरिरहेको छु। यो पुलमा चाहिँ अत्यन्तै गर्मी मौसममा पनि चिसो हावा चल्ने गर्दछ र यस पुलमा धेरै मानिसहरू गर्मीको बेलामा
हावा खानको निम्ति पनि आउने गर्दछ। आज चाहिँ सुनसान छ। यही मौकामा मैले पनि यस ठाउँमा घुमेर केही भिडियोहरू कैद गरेको छु। तपाईँलाई म यस ठाउँबाट खेतीयोग्य जमिनहरू, लोखराका केही भागहरू र त्यहाँका टोल छिमेकमा भएका घरहरू म तपाईँलाई कैद गरेर देखाउने कोसिस गर्दछु। यो चाहिँ एकदमै खेतीयोग्य जमिन, जुन चाहिँ पुलको शिरमाथि बसेर कैद गरिएको दृश्यहरू हो। यहाँबाट राम्रोसँग निहाल्न सकिन्छ। यतिखेर बर्खा मौसमका कारणले एकदमै हरियाली, गर्मी पनि छ आजभोलि। यस ठाउँमा चाहिँ मकैहरू प्रशस्त फल्दछ र मकै बालीहरू भित्रै रहेको छ हाम्रा गाउँघरका किसान दाजुभाइहरू। यही दृश्यहरू तपाईँहरूलाई म देखाइरहेको छु। यस गाउँमा चाहिँ पुरानो काठबाट बनाइएका घरहरू, पुरानो डिजाइनका घरहरू छन्। काठबाट बनाइएका घरहरू र गर्मी मौसममा मच्छर, सर्प आदि इत्यादिबाट जोगिनको निम्ति यस गाउँमा चाहिँ विशेष गरिकन यो तराई क्षेत्रमै पर्ने कारणले, चुरे पहाडको फेदीमा भएको कारणले यहाँ चाहिँ घरहरू अग्लो अग्लो बनाउने गरिन्छ। यस ठाउँमा चाहिँ नरिवल, सुपारी पनि प्रशस्त फल्ने गर्दछ। र जहाँ पानीको सुविधा छ त्यहाँ धान, मकै बाली लगाउने गरिन्छ र जहाँ चाहिँ पानी सिँचाइ गर्नको निम्ति सम्भव छैन त्यस ठाउँमा चाहिँ नरिवल, सुपारी, अन्य फलफुल साथै अन्य बोटबिरुवा लगाउने गरिन्छ यस गाउँमा। यस ठाउँमा चाहिँ विशेष गरिकन खेतीयोग्य जमिन भएको कारणले यस गाउँमा चाहिँ खेती किसान गर्ने मानिसहरूको बसोबास छ। यस गाउँमा चाहिँ आधुनिक पक्की घरहरू भन्दा पनि पुरानो शैलीको काठबाट बनाइएका घरहरू प्रशस्त देख्न पाइन्छ। यो चाहिँ धोबी राजरानी जाने मोड हो, यहाँबाट सुरु हुन्छ। यो देखाइएको घरहरू पुरानो डिजाइनका घरहरू हुन्। गाउँघरमा चाहिँ आधुनिक पक्की घर भन्दा पनि पुरानो डिजाइनको काठबाट बनिएका घरहरू देख्न पाइन्छ। यो घरहरू एकदमै सुरक्षित, भूकम्प रहित, सर्प, भ्यागुतो आदि इत्यादि बिच्छी हानिकारक जीव जन्तुबाट बच्नको निम्ति यस गाउँमा चाहिँ खम्बा गाडेर अग्लो घर बनाइन्छ। यो टोल चाहिँ लोखराको तल्लो भाग हो। जहाँ चाहिँ लोखरा खोला छोडेर यो रोड बनाइएको छ।
र यस ठाउँमा पनि खेतीयोग्य जमिन छ र यस ठाउँमा वरिपरि सबैतिर खेती नै खेती लगाइएको छ, तपाईँ देख्न सक्नुहुन्छ। यो टोल चाहिँ खासमा खुलाल चोक भनेर चिन्ने गरिन्छ। यहाँ 2-3 घर खुलालहरूको बसोबास भएको ठाउँ सबैभन्दा पहिला। एकदमै हरियाली अनि मकै, धान, गहुँ फल्ने खेतीयोग्य जमिनहरू। शान्त वातावरण अनि यस छेउमा स्कुल पनि छ, जहाँ स्कुले बच्चाहरू छुट्टी भएर घर जाने क्रममा निस्किएका छन्। अब तल्लो छेउदेखि पल्लो छेउसम्म केही भाग तपाईलाई कैद गरेर देखाउने कोसिस गर्दछु। यहाँ देखिएका भागहरू लोखरामा बन्दै गरेको स्तरोन्नति हुँदै गरेको रोडको भागहरू हो। यहाँबाट अगाडि बढ्दै जाँदा अघि मैले कैद गरेर देखाइएका सम्पूर्ण घरहरू यही बाटोमा पर्ने गर्दछ। अघि मैले टुक्रा टुक्रा घरहरूको दृश्यहरू तपाईहरूलाई देखाइसकेको छु र यही तेर्सो रोडमा पर्ने घरहरूको यही रोडबाट दायाँ बायाँ बनेका घरहरू हुन्। यो गाउँलाई चाहिँ लोखरा भनेर चिनिन्छ। लेटाङ 1 लोखरा। तपाईहरू कतिजनालाई यो गाउँ चिरपरिचित गाउँ हो र नयाँ आगन्तुकलाई चाहिँ यस गाउँमा घुम्न आउनुहोला भन्ने हाम्रो अनुरोध छ। यही गाउँमा झोलुङ्गे पुल छ र यही गाउँबाट राजारानी जानको निम्ति तल्लो छेउबाट चाहिँ बाटोको सुरुवात हुन्छ।